हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल मेरो बुक एन्ड लाइफ अफ जिजी युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरु कस्तो हुनुहुन्छ? आशा छ राम्रै हुनुहुन्छ होला, राम्रो गर्दै हुनुहुन्छ होला। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, आफ्नो मानसिक स्वास्थ्यको पनि विशेष गरी ख्याल गर्नु होला। अनि मेरो भिडियोमा मैले भन्न खोजेको कुरा चाहिँ कहिलेकाहीँ चाहिँ आफैलाई समय दिनको लागि पनि यसरी चाहिँ नयाँ ठाउँमा जानुपर्ने रहेछ। छोटो स्केपको लागि म पनि गएको थिएँ हाम्रो परिवारसँग, आफन्तजनहरूसँग अनि दाइभाउजूहरूसँग। अनि यो चाहिँ हाम्रो नवलपरासी नवलपुर अहिलेको कान्छो जिल्ला नवलपुरको कावसोतीबाट 8 किलोमिटर दक्षिणतिर गयो भने नारायणी नदीको किनारतिर चाहिँ टक्क लाएर यो के छ भन्दाखेरि थारू गाउँ रिसोर्ट छ है। अनि मलाई चाहिँ यो अब धेरै लामो समय यहीँको रैथाने भएको कारणले पनि होला त्यति खासै नगइएको, जान पनि त्यति नमिलिरहेको अवस्था। अनि यो पटक जाँदाखेरि चाहिँ एकदमै राम्रो लाग्यो बिहान एकदमै। अनि निकै नै प्रकृति अनि फुलहरू रुख बिरुवाहरूले भरिपूर्ण, आर्टले भरिपूर्ण बेलुका हामीलाई देखाउनु भयो। थारू डान्स 6 प्रकारको थारू डान्सहरू हेरियो अनि मिठो खाना खाइयो। अनि त्यसपछि बिहान पनि थारू कल्चरसँग सम्बन्धित भएकै खाजाहरू खाएको थियो जुन चाहिँ मैले भिडियोमा छुटाएछु। अनि यो ठाउँ चाहिँ एकदमै स्पेसियस पनि रहेछ। यदि तपाईहरु चाहिँ बच्चाहरूलाई लिएर जान पनि मिल्ने, साथीभाइहरूसँग अनि यतै नजिक हुनुहुन्छ नवलपरासी अनि त्यसैगरी चितवन, रूपन्देही, बुटवलसम्मको साथीहरू हुनुहुन्छ भने चाहिँ मज्जाले तपाईहरु यहाँ आएर इन्जोय गर्न सक्नुहुन्छ। यो चाहिँ मेरो फ्री प्रमोसन हो, यो कुनै प्रमोसनल भिडियो चाहिँ होइन। त्यो चाहिँ कन्टेन्ट हेरेरै पनि थाहा पाउनुहुन्छ होला प्रमोसनल होइन भनेर चाहिँ, हैन त। अनि हेर्नु न जस्तो बच्चा बच्ची लिएर पनि जान मिल्ने, इभन फोटोसुटहरू पनि आफ्टर म्यारेजको रिसेप्सन सुटहरू, त्यसपछि द प्रेग्नेन्सी सुटहरू, सबै सुटहरू पनि गर्न मिल्ने खालको स्पेसियस र राम्रो ठाउँ रहेछ। यति सुन्दर कमलको फुल फुलेको, कमलको फुल चाहिँ मलाई एकदमै राम्रो लाग्यो। त्यहाँको कलर पनि सो ब्युटिफुल थियो। अनि सबै एकदमै आर्टले भरिपूर्ण। त्यहाँ पुरानो थारूहरूले प्रयोग गर्ने सामानहरूदेखि लिएर अनि खानेकुरा पनि चिचरहरू सबै बन्ने थारू कल्चरसँग रिलेटेड सबै खानेकुराहरू पनि त्यहाँ बन्ने रहेछ। अनि द कस्टको हिसाबले पनि ठिकै थियो। अब रिसोर्ट भनिसकेपछि अलिकति महँगो त हुन्छ, नर्मल रेस्टुरेन्टमा खाए जस्तो त हुँदैन, बट स्टिल त्यस्तो धेरै नै नसकिने चाहिँ थिएन। अनि कल्चरल डान्स चाहिँ नि सधैँ चाहिँ हुँदैन, जहिले पाहुनाहरू धेरै हुनुहुन्छ त्यो मौका पारेर सम्पर्क गरेर कहिले हुन्छ भनेर जानु होला। अदरवाइज चाहिँ मैले चाहिँ नजिकको साथीहरूलाई चाहिँ हाइली रिकमेन्ड गर्छु है। साथ दिनु ल। टाटा बाई बाई, नमस्ते, फेरि भेटौँ होला। मेरो चप्पल हिँड्दा यस्तो भयो। यहाँ भाउजूको चप्पल फुट्क्यो, दिदीको के भयो? दिदीलाई रमाइलो भयो। फिट फाइन्छु, मेरो केही भएको छैन। अनि के दुई चार शब्द मेरो त ब्याग भरि पैसा थियो भ्याइयो। दाइ के भन्नुहुन्छ? जिते पैसा उहाँको हैन। जुत्ता पुरो है। सेतो जुत्ता पुरै पहेँलो भयो नि त। छोरी टाठी भयो। मलाई छोरी छोडे हैन। छोडेको छोरी टाठी भइछन्। जता पनि दौर छिन्। यस्तै हो हाम्रो त हेर्नु। यार सक्यो र है। हाम्रो हेड अफ डिपार्टमेन्ट चाहिँ आइपुग्नु भएको छैन। हेड अफ डिपार्टमेन्ट चाहिँ यताबाट आउँदै हुनुहुन्छ।